म चाहिँ बिहान 5 बजे नउठेको चाहिँ लोत भइसकेको रहेछ, अँध्यारै हुँदो रहेछ 5 बजे है। अनि हामी चाहिँ आज हाइकिङ जाँदैछौँ सी डिपार्टमेन्ट हटरमेश्वर। अनि आम मेकिङ अ भ्लग जस्ट टु स्टोर मेमोरिज, भोलि पर्सि हेर्न पाइयोस् भनेर। नथिङ मच। सबैजनाले भ्लग गरिरहेछ, भ्लग भइहाल्थ्यो नि होइन। हेलो, हाम्रो प्यारो तच्को दाइ चाहिँ जानु भइरहेन आज, दाइको एउटै पर्सनल रिजनले गर्दा। अनि मलाई चाहिँ थाहा नभए जस्तो दाइ आएन जस्तो गर्नुपर्ने छ मैले, तर मलाई थाहा छ किन आउनु भइरहेन भनेर। मिस दाइ, दाइको सट्टा नि म हिँडिदिन्छु ढुक्क। हाम्रो 9 नम्बर बस रेडी। अनि मैले चाहिँ मोबाइल चार्जमा हालेको थिएँ, त्यति जेलसम्म चाहिँ सबैजना पाले बेला आउनुभयो ढिलो गर्दै होइन। ठिकै मलाई चार्ज पनि भयो। यहाँ चाहिँ कहाँ मकै छ त? आज हामी हिन्दी मात्र बोलेंगे। ल साथी आज वहाँ बसे। मैले खासै त खिचिनँ होइन बसको, अब चाहिँ खिच्छु। उहाँ हाम्रो डान्स टिचर, उहाँ हाम्रो अर्को डान्स टिचर, उहाँ हाम्रो तेस्रो डान्स टिचर, आर्ट टिचर, सरी असिस्टेन्ट आर्ट। बिकज हि इज आर्ट टिचर, सी इज अल्सो आर्ट टिचर। यो त जुत्ता र ट्र्याक त आम्बो। उहाँ हाम्रो डान्स टिचर क्रिस्चियन के हो अनि बान्ता गर्दै बान्ता गर्दै हुन यस्तो नि त साथी। शनिबार चर्च जानुपर्ने मान्छे अनि महादेवको मन्दिरमा आएपछि ढङ्गले पनि अलिकति महेश तङ के गर्न मन लाग्यो अरे? ट्रेलर चाहिँ यता आउँछ अनि मेन मुभी चाहिँ म हाल्छु। गुरुङजी, what are your expectations from today's hike? No juga. Captain जुगा उहाँ को हो अरे? The on the ship को captain. क्याप्टेन दाइ तपाईँ को हो? म रामनरेश गिरी, क्रिकेट टिचर। नवोदय शिशु सदनको उहाँ। हेलो, नमस्ते दाइको भान्जी हो। मेरा नाम निशा है, मुझे ये सब बहुत पसंद है शुरू से। सही है। नेपाल में किधर किधर गई हो? अभी तो बस हेटौड़ा। हेटौड़ा ही पहली बार है? हाँ, वेलकम। थैंक यू। खुश हो? बहुत। सही है। अनि ब्रेकफास्ट खोइ त, ब्रेकफास्ट खाएर चढ्ने भने केही नखाइकन हो? अमिलो भने होइन? ओरियो उसले ल्यायो क्या ओरियो। विशाल गुरुङले उत्रिनु बित्तिकै के भने भन्नु न? ब्रेकफास्ट गरेर जाने भनेको थियो, चना अन्डा खाने होला भनेको, यत्तिकै हिँड्ने भयो भनेर चाहिँ बोल्छ नि। अस्ति म चर्च गएको थिएँ हो, म त्यहाँ तिमीहरूको भजनमा नाच्यो कि नाचेन? आज शिव ताण्डवमा नाच्नुपर्छ। के गर्ने रे? भाउजूहरू प्लिज जोइन। हामी केटाहरूले बुझेन के भनेको, तपाईँहरू बुझ्नु। अनि त्यो अपलोड गरेर पैसा कमायो भने बाँड्ने है त। औरै छुट्यो कि माधव सरको है, औरै छुट्यो कि नदेको बच्चाले भन्छ के हो औरा भनेको। उल्टो क्याप लगाए जस्तो दाइ पनि त्यो आइएस होइन जस्तो कि कहिले चाहिँ आएस थिएँ अनि स्कुलमा चाहिँ त्यो आइएस जस्तो देखिन्न भनेर के
सर्ट ट्यापेर होइन आउने क्या त्यो अब देख्नु त पर्यो नि त हल्का बाध्यता आज मैले राम्रो पारा त देखाउनु पर्यो नि त होइन मलाई के अरे स्पेसल एसेम्ब्लीमा के हो त्यो अवार्ड दिनलाई मनिष सरलाई बोलाएको होइन सर्ट बाहिर के बत्ती कन्ट्रोल रुमबाट यसरी देखायो कि एकलट तक्षक सिमखडालाई सम्झिदिउँ न तस सर वी मिस यु यस्तो होइन नि जो त हाल्नुभयो तसैको हाँसो छ एउटा यस्तो हाँसो क्या यो वाला दारीको के गरेको फेरि पहिला तल झरेर जाँड खायो जाँड र माड पनि खाने होला नि त माहौलै छैन आज माहौल त छ है त्यो जाँड खानलाई एउटा घर छ नि हिमाल समुद्र जाँड समुद्र भयो खाने जाँड यता जातले दियो भनेर खाँदा नि फेरि क्याप्टेन मौसम चाहिँ राम्रो छ होइन केस दाई तपाईँको भोलि दाई महिनाको सबभन्दा फेभरेट दिन होइन टिपिडी हो पनि यसलाई छ भोलिको तयारी गरेन नि मैले हेर्दै थिएँ अब म कहाँ काममा उठेर गएँ नि अब भन्नै पर्यो खासै जान त मन लाग्दैन है टिपिडीमा त्यहाँ सोधा त लाइन लगाएर भोलि टिपिडीको बारेमा ए है प्लिज भोलि टिपिडीको बारेमा के भन्नु हो आउने हो नआउने स्टल भोलि टिपिडी हो अनि भाउजू तपाईँलाई कस्तो लाग्छ आफ्नो बुढा दिनभरि हराउँदा सन्डे बिदामा पनि एकदमै रमाइलो लाग्छ मैले माधव सर त अब टिपिडी भने जस्तो छाती चौडा गरेर हिँड्ने मान्छे हो होइन उहाँ अब गेम भन्छ होला हर्क सरले अनि सोल्टी टिपिडी बिरामी आज भाउजू तपाईँलाई चाहिँ कस्तो लाग्छ बुढा अब सन्डे बिदामा दिनभरि घर नहुँदा टिपिडी भनेर अरू बेला चाहिँ फ्यामिली टाइम टिपिडीमा छैन दिनभरि घरमा बसेर ल्याङ त गर्ने हो के छ साथी टिपिडी मेरो फेभरेट हो टिपिडी त फेभरेट हो अलवेज म त जहिले पनि टिपिडी होस् जस्तो लाग्छ अब प्रेम दाइलाई के सोध्नै मिलेन दाइलाई मन नपऱ्यो नि दाइले मन पऱ्यो भन्नै पर्छ यहाँनिर प्रजलाई तपाईँ भनिदिनु के कुरा भन्नु पऱ्यो भोलि टिपिडी हो भोलि टिपिडी एकदम रमाइलो हुनेवाला छ त्यो गम्भीर त्यो आवाज सुनेर मैले थाहा भइसकेँ मेरो चाहिँ जिपिटी छ है फेरि मेरो 9 बजेबाट जिपिटी छ जिम्नास्टिक ट्रेनिङ प्र्याक्टिस ट्रेनिङ पनि प्र्याक्टिस पनि कसैलाई जिम्नास्टिक गर्नु छ भने प्लिज मामालाई कन्ट्याक्ट गर्नु होला मैले आज 2-3वटा सेन्टेन्समा मनिष सरले अलिक पिन्च हानिसकेँ दाइ प्लिज डोन्ट माइन्ड आइएम सरी अलरेडी है मैले कहिले माइन्ड गरेँ म त्यो भन्छु क्या दाइले गीत गाए हेर्दाखेरि चाहिँ होइन च्याङबा ओए च्याङबा गाउनु पर्ने जस्तो गीत चाहिँ के अरे दाइ म होइन मेन त्यो इभेन्टको दिन देखाउँछु त्यो मेरो स्टेज पर्फर्मेन्स कस्तो हुन्छ होइन फ्रम माई हार्ट म त वेल विसर हो होइन तर अब मलाई त्यो स्क्रिन त्यो अर्डर गाउनै मन लाग्छ नि त्यो आउँछ आफै औरा हो त्यो होइन माधव सरको धेरै औरा कि मनिष दाइको धेरै औरा है यहाँ प्लिज कमेन्ट रूपमा त होइन रूपमा त ह्यान्सी बोय हो नि चकोलेटी हो चकोलेटी चकोलेटी म कम खुसी छु डिपार्टमा म भन्दा कालो कोही आयो भनेर यस यो ठिक छ ल किन ए फेरि है सिए टाइममा होइन है दाइ सिए टाइममा नरेश आउनुहुन्छ त्यसै भए हाम्रो टिपाडा सबभन्दा गोरोको मानिस जबरजस्ती आफ्ना मन लाउने होइन मन त छ अन्त गोरो माधव सरकै छ बच्चा बेलामा सरफ खाथ्यो इतना त बनता है
दिनु पर्दैन नि त्यो लोभी मान्छे मैले कहिले देखेको थिइनँ यार सबैलाई पुग्दैन यार पुग्दैन यार सबै बुढा बुढी आधा आधा बाँड्नु होला एउटा लिन्छु के एउटा नदिएर म खान्न नि चिन्दै हुनुहुन्छ पछाडि भन्नु ल बोलाउनै म खान्छु ल लट्ठी किन्ने कि नकिन्ने लट्ठी नि अब चाहिँ भर्याङ सुरु भयो अब चाहिँ हाम्रो रियल हाइक सुरु अहिलेसम्म चाहिँ हामी वार्मअप गरेर थियौँ 9 नम्बर बस हाम्रो यहाँसम्म आउँदैन त्यही भएर धेरै सजिलो टुर गाइड्स हजुर गाह्रो हो क्या तपाईँलाई यु गुड क्याप्टेन गिभिङ अप इज नट इन द ब्लड सर त यहाँ लेफ्याक्स भएको पुरै लेफ्याक्स खतरा हुँदो यार कन्टेन्ट हो सरी मिसहरू ब्याग भारी भयो के गर्नु हामी त बोक्दैनौँ तक्षक दाई भयो मिसहरू सबैको ब्याग बोकिदिन्थ्यो घान्द्रुकमा जस्तै होइन दाई याद छ नि मलाई पाकेको मिठो हुँदैन क्या यो चाहिँ उसले खायो कि चराले चरा चाहिँ आफै हो क्या अब साथी स्कटिङ भनेर अब यसो च्यापेर त हिँड्ने होइन होला नि त अनि पासे त झिक्नु सक्छ होला नि त्यो त अब यसो हो अब के गर्नु अब भाइ झिकिदिन्थ्यो होला सबैजना हिँड्नु भइरहेको राम्रैसँग अनि बोलेको भिडियो चाहिँ खासै बनाएन होला हिँड्न थालेदेखि यहाँ माथि किनभने आम जस्ट इन्जोइङ वाकिङ अनि त्यत्तिकै बोलिरहेको छु अनि भिडियो खिच्न चाहिँ अलिक बिर्सिनु रहेछ बेला बेलामा त्यो पनि ठिक छ कस्तो भइरहेको छ दिस इज फर यु अनुस थ्याङ्क यू कस्तो भइरहेको थ्याङ्क यू भेरी मच आर यु फिलिङ भाउजू अब त पार्वती जस्तो देखिरहेको मलाई के गाली आज खोइ साथी माधव सर त औरा किङ हेर त मुख रसाको काँक्रो खान पाउँछ भनेर काँक्रो खान पाउँछ भनेर जस्तै भयो सर आज गरौँ न लौ न आदि गरेर ल्याऊ भाइ औ थ्याङ्क यू दाइ के भन्ने भयो थाहा भएन What's that? ठिकै लिएर आयो त के हो यो अचार खोइ साथी चोपिदिउँ न पेट खराब हुन्छ नि बाटो अचार हो क्या मन पर्दैन स्याउ बेकार है लाफा के भयो स्याउ स्याउ निक्ल्यो के छ दाइ आँगाले च्याउ निकाल्यो कति टुक्रा 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 दाइ एउटा दामी बाइट है ग्वाममा खानुमा भाउजूको फेभरेट फुड के हो
के हो भन्नु न तपाईँको फेभरेट फुड के हो ल मिल्यो बच्यो दाइ बच्यो ल भने हो जहाँ पनि झेल्ली ल मनिष दाइ तपाईँको त दाइ तपाईँको एनिभर्सरी कहिले मनिष दाइ भदौ 4 हो भाउजू हजुर धन्न यार बुकीम्यान क्याप्टेन त्यो रक्सी खाएको तक्ने बुढा सुधेको छैन च्याङबा ओए च्याङबा यो ओह्रालोमा म गुल्टी दिन्छु यो माथिको ओह्रालो ओइ माधे सर ए सुनिरह इयरफोन लाएर सुन्दैन होला भने त So here is Krishna falls and here is Krishna. He is going to fall. Let's fall. Band members है band members of आत्महत्या band आत्मा धुनबाट डिराइभ भएको भोकलिस्ट यस कम्युनिस्ट हो क्या यो चाहिँ राम्रो आयो म चाहिँ कम्युनिस्ट कामरेड अहिले दाइ हाम्रो स्कुलमा होइन सानो क्लासमा एउटा मनिष दाइ जस्तै स्टुडेन्ट छ को होला जसपाल रुम्बा जसपाल जसी कोही अहिले थाहा रहेछ त्यो दाइ मैले अब मकनपुरको जर्सी धारण गरिसकेँ अब म केही पनि राम्रो गर्दिनँ यो जर्सी आएपछि मैले केही पनि राम्रो गर्दिनँ कागज पनि हाल्दिनु तोरीको तेल पनि मैले यस्तो गर्छु जस्ट एक्टिङ हो यो एक्टिङ हो यही निकाल्ला नि फेरि कोही स्टुडेन्ट या प्यारेन्ट्स हेर्नुभयो भने सरी सर्भाइभल सिचुएसनमा सब कुरा खानुपर्छ बस्न नि हेड आइएस कोअर्डिनेटर छ भन्नुहुन्छ ल यो गीत नगाउनु है माधव सरको छाती चौडा भइहाल्छ फेरि सयाङ मम्बा हस्पिटल जानु भएन है यहाँ हुनुहुन्छ भोलि पर्दै हो नि हस्पिटल जति खायो नि अगाउँदैन भात खानै सकेन भनेर यति थपेर खाने मान्छे हो माधवजीले गोरेको दिइसक्यो माधवले पनि बाँड्छ मेन बाँड्ने नि म यो केटाहरूलाई दुःख बाँड्ने हो जाडो महिनामा भाग्ने साउन्ड चाहिँ पछि हालौँ ल म चाहिँ एक्सन कट ल क्यामेराम्यान टेकबहादुर खड्काको साथ समाचार यहीँ सकिन्छ धन्यवाद टेकबहादुर खड्का चाहिँ हो क्या टेकबहादुर भुइँहाल जङ्गल राम देख्छ म मेन क्यारेक्टर हो हामी हिँडेर आइरह हुन्छ अनि त्यो त्यो अब हामी त अहिले साउन्ड चाहिँ छैन अनि त्यो एउटा कसले बोलाएको जस्तो के भन्छ
अनि त्यो गोरे गोरे भन्दाखेरि अनुस र म चाहिँ भाग्ने कि नभाग्ने मेन हो अनि त्यहाँ गोरे चाहिँ वा बन्ने होला फेरि कस्तो त्यो शान्तिवाला ग्याङवाला म चाहिँ त्यो ट्रेनको अगाडिको इन्जन हो होइन पछाडि चाहिँ कारको के म डोरेमनलाई तानिरहेको छु है होइन डोरेमन चाहिँ तानिरहेको छु फोर विशाल गुरुङ गुरुङ नपाएर छटपटिरहेको जुगाहरू पनि अघि प्रोफेसनल हाइकर जस्तो गरिरहेको थिएँ जुगा देखेपछि म्याउ भइसक्यो मैले विशाल गुरुङ भन्दा डरपोक मान्छे देखेँ है जुगा देखेर गुरुङले थुर मुद्यो होला देखि भन्नु Wow, what a nice country. ल So it's my fourth time seeing nothing for the second time. मैले चाहिँ पहिल्यै देखिसकेँ अहिले अन्त फर्स्ट अफ सिट्स त्यस्तै मनपर्छ डेस्टिनेसन आइसक्यो माधव सर त्यहीँ फोटो खिच्न नपाएर टेन्सन भइसक्यो माधव सरलाई यो चाहिँ तिर्सुल भयो है मनिष दाई वेलकम Congratulations for the summit. Okay. So our guys are here. Lafax. Daichi fit, not Lafax. अनुहार देखाएर आयो क्या भगवानलाई आयो शिव भक्त निश्चल It's finally here. प्रहलाद दाइको आगमनले लटर रमेश्वर सुरिलो भयो सो अलिकति खुलेको छ अलिकति खुलेर यस्तो भएको छ कि स्वर्ग भनेपछि भगवान खुसी भएर मस्त आउन साथ खुल्यो यहाँको वेदर चाहिँ खुल्ने ढाक्ने भइरहेको छ when you sit here you can feel it रमाइलो हुन्छ कि guys are happy now yeah छोडिकन अफसेट गरेर यस्तो
दुई भाइ यही बस्यो नि त आज यो भने त काठमाडौँ जाँदा दक्षिण कालीबाटै फर्के जस्तो भयो क्या किन यस्तो हेलो थ्याङ्क यू के भयो सोल्टी मलाई प्लिज घर पुऱ्याइदिनु माधवजी फेरि एकचोटि भनौँ त आम्बो ऐतिहासिक क्षण यार मन्दिरको राजा हिस्ट्री तोड्यो है अब होइन यो त तेस्रो चरण तोड्या हो अहिले जोडिसक्यो तपाईँले त्यो भने हल्का भएको के भयो त्यत्रो चप हालेर पनि होइन हल्का भने एकदम भारी जस्तो फिल भएको थियो माथि गएर फर्केर हल्का सोल्टी पुरै लाखाक्स हो लाखाक्स थाकेर लाखाक्स होइन कि जुगाको डरले कि अर्को जुगी छ यहाँ चाहिँ जुगी हावा कुरा के खाइस यहाँ खेल्दिउँ क्या हो खेल्दिउँ न यस्तो आउँदा त खुसी लाग्छ होला होइन जुगा प्रसादलाई इसोल व्हाट्सअप मेट It's very up, very high. सोल्टीले चाहिँ शिवजीको प्रसाद भेट्यो जस्तो लाग्यो त्यहाँनिर यताउता पनि हेर्नु न यस यो अन्त अगाडि के छ पनि भन्नु ल आप्पै यो पनि आयो ल कराको पनि हाम्रो यो एक्सपेरिमेन्ट चेक पोइन्टमा आइपुग्यो है उत्रिँदाखेरि मनिष दाई हाउ आर यु फिलिङ I'm feeling right now I'm very healthy. दिलको सुकुन सुकुन मिला कपिराइट लाग्ला नि त्यस्तो भिडियो गोपाल धन्ने ब्लग गाइस यता यो के को हुसु हो थाहा छ शासकले भेट्दैन छ भन्नै पर्छ आफ्नो ग्रहतिर प्रस्थान गर्नलाई यहाँ अस्ति ह्याप्पी बर्थडे त्यही आयो आम्बो रेनकोट म चाहिँ नट अन रेनकोट आम अन रेनकोट नाउ पानी पर्यो भने को हो त्यतिकै जोतमा अनि तर्स्यो यार हामीलाई देखेर आगा तर जुकाबाट बजिन्छ यसरी यो लाएपछि ठिक छ राम्रो हाम्रो बाख्रा कता छ साथीदाईहरूले यसै रेनकोट लगाइदिएर आत्तिनी क्या आत्तिनी मनिष दाई चाहिँ आत्तिनी क्या ए 2 छिटा 5 छिटा हैन हो मैले ल्यापटप बोकेको छ के भोलि टिपिटीको काम गर्नलाई अनि भिजिला भनेर टेन्सन भएर यति भनेपछि त दाइ तपाईँ आइएसबाट माथि के पुग्छ भन्नु त खाइहाल्छ तपाईँले अब लगभग सकिन थाल्यो र सबको मुहार हेरौँ है त पालै पिलो यस्तो छ अवस्था माधव सर त शराब दिनै गर्न थाल्यो यसरी बस्यो त
निश्चयले कस्तो हल्ला कि भयो फ्लो मेरो 10 टाउके गर्नु पर्यो कि So this must be Bagmati river as far as I guess. And it's looking so nice from here. We are about to end our hike. Moving forward. First time, second time, last time, first time, third time. 0 times पुगेकै छैन no times every time हो क्या दाजु माथि सर त हेर्छ आम्बो लक्स कोजी गोर्खा जस्तो छ त हेर्दाखेरि त सिरुपातै देखाउँछ खानेकुरा होला नि के गाह्रो छ उहाँ चाहिँ डोरेमन हो डोरेमन पकेट हेर्नु यहाँ डोरेमम हो तारेमाम भनेको नमस्ते भन्नु साथी त्यो हात तिम्रो त्यो कालो हात चाहिँ नदेखाउनु हो भिडियोमा अब चाहिँ जाठा पानीले ठटायो होइन केटाहरू बसेर हाल्नु भइसक्यो त्यहाँ पनि भइसक्यो हामी चाहिँ तल उत्रेर बस भएको ठाउँसम्म जान थाल्दा हो अनि पानीले चुट्यो तल हिटिङ हान्यो पानीले त्यसो साथी अहिले केही ठिक छैन अहिले त रमाइलो लाग्यो हामीले ओए पानीले चुट्यो माया जालैमा जालैमा अनुस के छ चोल्टी कस्तो भयो भित्रकै भिजल भयो के छ के छ त नि He's good, they are good, but we need food. कता जाने जम हामी चाहिँ ल्यान्ड गरिसकेका छौँ एउटा होटलमा खाना खानको लागि पानीले चुट्यो तर माथिको चाहिँ यहाँनिर मैले यो हालेको थिएँ एउटा यो छ तल चाहिँ भिजेको छ जुत्ता भिजेको छ त्यो पनि देख्दैन सबैजना मैले साथ आइसकेको छौँ हामी चाहिँ छौँ अहिले हले होटल एन्ड रेस्टुरेन्ट ओके 12 थिङ्गन छाती चौडा अब चाहिँ भात चिकन खाना खानेहरू सिकिस्त हो अब मेरो त चिकन खाना आएको छैन मनिष दाइ त सिकिस्त भइसक्यो मनिष दाइ एकचोटि फेरि भन्नु पऱ्यो दिदी भनेर भाउजूले झ्यालबाट झार्दै हो कि दाइ दिदी हाम्रो बस आइसक्यो बनेर अनि अरू भन्दा नि अघि नै एङ्गल ट्विस्ट भएर चाहिँ टेन्सन भइरहेको
यसरी देख्छ गाइजहरू भोलि अडिटोरियम कसरी चल्ने हो मेरो मोजा निशल सर के हो यस्तो वाट इज दिस बिहेभियर त्यो सुकाउनलाई बनाएको हो त्यो हामीले सुकाउनै पर्दैन ब्यागमा कोज्ने हो सबै घर जाने धुने हो अनि अहिले लाएर के जाने सो कोल्ड घर लाएर चाहिँ के जाने पाइपबाट निस्क्यो क्या हाम्रो सो एन्ड अफ आवर हाइकिङ केही बनाउनु मन छैन मलाई यही खटाइदिन्छु म अनि खुट्टाइ लम्बसार पर्छ सबजना मान्छे लम्बसार भइसक्यो यहाँ खुट्टा त के भन्नु निश्चल चाहिँ फेरि भाइमै छ है त्यत्रो पानी पऱ्यो तर निश्चलको चाहिँ टोपी र रुमाललाई चाहिँ कसैले छुन सकेन टोपी गर्ने हो र जसपाल जसपाललाई उठाउ न यार Back to school. Obviously, back to home. The vlog is over. I was going to edit garde time pass hanchu. Over and out. See you next time. Hope you enjoyed it. Or enjoy na gare pani kehi chaina. This is for me and for us to see it better in our life, for the memories, for cherishing it again and again. Like the bonus content. Vice Captain! Captain! Me again! Captain भने के हो थाहा? सर क्याप्टेन भने के हो थाहा? Flight to captain.